धेरै मान्छेहरू आज सच्चाइमा चर्चमा अन्य भाषाको पछि लागेको देख्छौँ हामी, होइन त? जसलाई पनि अन्य भाषा बोल्नु छ। तर वरदानको कुरो के हो भन्दाखेरि हामीले कसरी बुझ्न पर्यो भने, एउटा चरा जब जन्मन्छ त्यो चरालाई चाहिँ पखेटा दिएर बनाउनु भएको हुन्छ परमेश्वरले। त्यो चराले उड्नको लागि चाहिँ कुनै नौलो तरिका अपनाउनु पर्दैन। उसले त्यो चरा उड्नको लागि चाहिँ कुनै स्कुल गएर भर्ना हुनु पर्दैन। ऊ बढ्दै जान्छ, उसले सजिलै उड्नलाई सिक्छ। उसलाई सिकाउन हामी गएर उसलाई सिकाउनु पर्दैन, उसलाई अर्को चरा आएर पनि सिकाउनु पर्दैन। उसले अभ्यास गर्छ, आफै उड्छ। किन? उसलाई पखेटा दिएको छ, त्यो भएर आफै उड्छ। उसलाई कुनै पनि सिकाउन परेन। अब चरालाई जन्मजात नै उड्न सक्ने गरी खुबी दिएर बनाएको छ भनेपछि ऊ उड्न सक्छ। तर अब एउटा जनावरलाई हेर्नुहोस्, जनावरले उड्न जतिसुकै सिके पनि उसले उड्न सक्दैन। किन? उसलाई उड्ने गरी बनाइएको होइन। वरदान भनेको चाहिँ परमेश्वरले पहिले नै विश्वास गर्नेहरूलाई चाहिँ कसलाई के दिनुपर्ने उहाँलाई थाहा छ। अन्य भाषाको मात्रै पछि लाग्नु परेन के। हामी चाहिँ के गर्छौँ भने हामीलाई दिएको वरदान अर्को हुन्छ, हामी चाहिँ अन्य भाषाको पछि लागेर बसेका छौँ। त्यो भएर मान्छे चाहिँ सफलतामा पुग्न सक्दैन र त्यो अन्य भाषाकै पछि लागेको कारणले आफूसँग भएको वरदान पनि बिर्सिरहेको हुन्छ। हामीले त्यो कुरा खोज्न पर्यो जुन कुरो मैले सक्छु, जुन कुरो मलाई परमेश्वरले दिनुभएको छ। हामी त्यो कुरालाई प्रयोग गरौँ जुन कुरो परमेश्वरले हामीलाई प्रयोग गर्न दिनुभएको छ। तपाईँलाई र मलाई चाहिँ परमेश्वरले फरक फरक खालको वरदान दिनुभएको हुनसक्छ, एउटै होइन। कतिचोटि एउटै पनि हुन सक्ला, तर धेरैचोटि परमेश्वरको वरदान त धेरै किसिमको छ भनेर हामीले बाइबलमा प्रष्ट पढ्न सक्छौँ। हामी रोमीको पुस्तकमा पढ्न सक्छौँ, एफिसीको पुस्तकमा पढ्न सक्छौँ, कोरिन्थीको पुस्तकमा पढ्न सक्छौँ। वरदानहरू भिन्न भिन्न छ, तर शरीर एउटै छ। सबै खालका वरदान प्रयोग गरेर ख्रिस्टको शरीर अथवा येशूको शरीरलाई निर्माण गर्ने हो। त्यो कारणले सबैजनाले अन्य भाषा मात्रै बोल्यो भने अगमबाडी कसले गर्छ त? चङ्गाइको काम कसले गर्छ? शिक्षकको काम कसले गर्छ? पास्टरको काम कसले गर्छ? होइन, प्रेरितको काम कसले गर्छ? भनेपछि हामी त्यो कुरा गरौँ जुन कुरोको हामीलाई खुबी छ। अन्य भाषा सिक्दै हिँड्ने कुरा होइन। तपाईँले सिक्नै पर्दैन। सिक्ने भाषालाई अन्य भाषा भनिँदैन। यदि तपाईँ अन्य भाषा भनेर कुनै सिक्ने भाषातिर गइराख्नु भएको छ, कसैले तपाईँलाई सिकाइरहेछ र सिक्न गइराख्नु भएको छ भने त्यो तपाईँले सिकेको कुरो हो, परमेश्वरको वरदान होइन। त्यो पवित्र आत्माबाट होइन, त्यो परमेश्वरले दिने अन्य भाषा होइन। किन? तपाईँले त्यो कतै सिकेर आफ्नो खुबीले आफ्नो बलले प्राप्त गर्नुभएको। तर परमेश्वरको वरदान चाहिँ सिद्धैमा आउँछ, सिद्ध छ भनेको छ, स्वर्गबाट आउँछ, आत्माबाट आउँछ। आत्माबाट आउनेले सिक्नु पर्दैन। बाइबलमा हेर्नु, सबैले अन्य भाषा बोलेको ठाउँमा कतै पनि सिक्यो भनेको छैन। जब बप्तिस्मा गरेर उनीहरूमाथि हात राखे तब उनीहरूले अन्य भाषा बोल्यो भनेको छ। त्यहाँ कतै सिकायो अथवा सिक्यो भनेको छ? कतै पनि छैन। भनेपछि तपाईँ हामी किन अन्य भाषा सिक्नतिर दौडिरहेको? किन अन्य भाषामा मात्रै फोकस गरेको? प्रभुको सेवा अरू छैन र? के थाहा तपाईँलाई चाहिँ एकदमै राम्रो प्रचारक हुन उहाँले चुन्नु भएको छ कि वरदान दिनुभएको छ कि? के थाहा तपाईँलाई एकदमै चङ्गाइको वरदान दिनुभएको छ कि? के थाहा तपाईँलाई राम्रो एउटा शिक्षक वचन राम्रोसँग पढाउन सक्ने पो वरदान दिनुभएको छ कि? त्यो खोज्नु पर्यो। के थाहा तपाईँलाई एउटा अगुवा बनाउनको लागि उहाँले बोलाउनु भएको हो कि? अब अन्य भाषाको लागि मरिमेट्नु पर्दैन। अन्य भाषा अटोमेटिक आउँछ यदि प्रभुले हामीलाई दिन चाहनुभयो भने। यदि पिताले मलाई दिनुभयो भने मैले बोल्छु, तर मैले सिकिराख्नु पर्दैन। यो आत्माबाट आउने चिजलाई सिक्नु पर्दैन र सिकेर हुँदैन पनि। सिकेर बोल्दै हुनुहुन्छ भने त्यो त तपाईँको मेहनत भयो नि, तपाईँको मेहनतले पाएको चिज हो। तपाईँको मेहनतले पाएको चिजलाई कसरी वरदान भन्ने? वरदान हाम्रो मेहनतले होइन। वरदान चाहिँ सिद्धैमा परमेश्वरबाट आउँछ। हो, अन्य भाषा म बोल्न चाहन्छु भनेर पितालाई भन्न पाइन्छ, माग्नुस्, माग्न पनि पाइन्छ। तर दिनु भएन भन्दैमा म त आत्मिक रूपमा कमजोर छु क्या हो, कहिले पनि नसोच्नुहोस्। आत्मिक वरदानहरू फरक फरक हुन्छ। अन्य भाषा बोल्यो भन्दैमा चाहिँ ऊ अलि आत्मिक हुने, अलि शक्ति धेरै हुने। अन्य भाषा बोलेन भन्दैमा चाहिँ के त शक्ति कम हुने, चङ्गाइ नहुने, त्यस्तो केही पनि होइन। अन्य भाषा नबोल्नेले पनि चङ्गाइ गर्छ, अन्य भाषा बोल्नेले चङ्गाइ नगर्न पनि सक्छ। यो कुरा हामीले बुझेको हुनु पर्यो है। त्यो भएर अन्य भाषाकै पछि लागेर नबस्नुहोस्। अन्य भाषा हुन्छ, पिताले दिनुहुन्छ, माग्नु पनि मिल्छ, तर अन्य भाषा मात्रै भनेर तपाईँ पछि नलाग्नुहोस्। तपाईँसँग चाहिँ के वरदान छ त्यो कुरा खोज्न थाल्नुहोस्। मैले अघि भने एउटा चरालाई पखेटा दिएर बनाइएको छ। ऊ उड्न सक्छ, उसलाई केही सिक्नु पर्दैन। उसलाई अटोमेटिक उड्न सक्ने गरी नै पहिले खुबी दिएर बनाइसकेको छ। तर एउटा जनावर उड्न सक्छ त? उसलाई पछि पखेटा फिटै गर्दै पनि ऊ उड्न सक्दैन। किन? त्यो उसको लागि त्यो दिएकै होइन, उसलाई त्यसरी बनाइएकै हो। उसलाई त भुइँमा हिँड्नको लागि बनाएको हो।
तर चराहरूलाई चाहिँ उड्नको लागि बनाइएको छ। त्यो भएर जे वरदान पिताले हामीलाई दिनुभएको छ त्यसलाई खोज्ने, त्यसलाई प्रयोग गर्ने, अर्कालाई के दिएको छ, अरू कस्तो छ त्यो कुराको कपी गर्छु भन्दै पछि लाग्नुभयो भने जहिले पनि पछि नै पर्छौँ, अगाडि कहिले पनि हुँदैन है त।